हैन राष्ट्रपालाई कतिको चुनौती दिनु भएको छ यहाँले यति बेला कुन पार्टी चर्चा त राष्ट्रपाको पनि छ म त त्यो पार्टी चिन्दिन नयाँ रवि लामी छानेजीको पार्टी होइन अनि पहिला उप प्रधानमन्त्री तथा गृहमन्त्री दुईचोटि भयो होइन भनेको त्यतिखेर उहाँले के काम गर्नुभयो एउटा झिङ्गा पनि समाउनु भएन होइन ऊ आफै फसिराखेको सहकारी केसको जीवी राईलाई पक्रेर ल्याउनु पर्दैन भोक्रे ठ्याक हालेर होइन नहुने नहुने कुरा फेरि गर्ने अरे पहिला 100 जना मान्छेलाई पनि बोलाएर चाहिँ होइन फ्री टिकट बोलाएर जागिर दिएको होइन भेट्नु पर्ने छ भोलि मैले 100 वटा माला ठिक बनाएको लगाउनु भयो केही गर्नुहुन्न त्यही हो भन्नु त फेरि यति बेला सरकारमा राष्ट्रपति हुँदाखेरि तपाईँ धेरै पटक आउनुभयो तर अहिले आएर चाहिँ जुन प्रकारले गर्दैनन् क्या खानेपानी अब धरानले हामी पाउँछौँ तपाईँले नि निकाल्नु भएको त्यो तथ्य त्यो त भनिराख्छ नि भन्नेले मैले खुवाइसकेँ उनीहरूले खुवाउँछु भन्छ अब के तपाईँले निकाल्नु भएको तथ्य अनुसार उहाँ आफै बोलेको पनि देखियो यहाँकै भाषाहरू सापट लिएर बोलेको पनि धेरै ठाउँ देखियो उहाँलाई भाषणै गर्न आउँदैन त्यस्तो वायत पनि भाषण हुन्छ तथ्यमा टेकेर हो भाषण गर्नुपर्छ होइन राष्ट्रपतिका अध्यक्षले त यहाँलाई नै राजनीतिक रूपमा म गुरु मान्छु भन्नुभएको थियो तपाईँ उहाँलाई चेला बनाउन तयार हुनुहुन्छ के अरे कसलाई राष्ट्रपतिका अध्यक्षले अनि त्यो पार्टी चाहिँ कुन पार्टी हो भन्छु त्यो त पार्टीको नामै पनि त्यो पार्टीको त नामै गलत छ क्या स्वतन्त्र भन्ने पनि पार्टी हुन्छ हामीले चुनाव जितेको होइन 1-2 जना मेयरहरूले जितेर यसो वाइ गरेको नामै लगेर गयो अचम्म लाग्छ हाइज्याक गर्ने बानी क्या घरि जेनजीको आन्दोलन हाइज्याक गरेको छ घरि नामै हाइज्याक गरेको छ स्वतन्त्र भन्ने कुन दिन मेरो नाम पनि हाइज्याक गरेर हर्क साम्पाङ लेख्छन् साथीहरूले